हामी अगाडि नै बढिरहेका छौँ। लाङटाङ उपत्यकाबाट यात्रा सुरु गरेको केही क्षणमै हामी मेन्दु भन्ने क्षेत्र प्रवेश गर्यौँ। मेन्दु पनि एउटा सुन्दर गाउँ क्षेत्र नै रहेको रहेछ। यहाँ पनि प्राय होटलहरू नै प्रशस्तै रहेको दृश्य देखिन्थ्यो। अनि माथि माथि अग्ला अग्ला चट्टानका पहाडका श्रृङ्खलाहरू देखिन्थे भने त्योभन्दा अझै माथि हिमालयका श्रृङ्खलाहरू पनि देखिरहेका थिए। मेन्दु पनि एउटा सुन्दर उपत्यका क्षेत्र नै रहेको रहेछ। अनि हाम्रो आँखाले पर विभिन्न हिमालयका श्रृङ्खलाहरू पनि देखिरहेका थिए। अब हामी तिनै हिमालयका श्रृङ्खलाहरू छिचोल्दै अगाडि बढ्नुपर्ने रहेछ। हिमालयको यस्तो क्षेत्रमा पनि यति सुन्दर गाउँ, यति सुन्दर बस्तीहरू देख्दा मलाई चाहिँ अचम्म पनि लाग्यो। खास गरी यो क्षेत्रमा कङ्क्रिटका घरहरू पनि प्रशस्तै निर्माण भइरहेका रहेछन् भने पहिला चाहिँ यो क्षेत्रमा पुरानै प्रकृतिका घरहरू प्रशस्तै रहेको कुरा स्थानीयहरूबाट हामीले जानकारी प्राप्त गर्यौँ। तर अहिले पछिल्लो समय भने यहाँ होटलहरू नै प्रशस्तै स्थापना भइरहेको हुँदा यहाँ कङ्क्रिटका घरहरू बढी निर्माण भइरहेका रहेछन्। मेन्दु गाउँको दृश्यहरूलाई पनि केही बेर अवलोकन गर्दै हामी हाम्रो यात्रामै अगाडि बढ्यौँ। हामी मेन्दु गाउँबाट अगाडि बढिसकेका छौँ। आँखै अगाडि दोर्जे लाक्पा लगायत अन्य विभिन्न हिमालका श्रृङ्खलाहरू मुस्कुराइरहेका छन् र अगाडि पनि अर्को छुट्टै गाउँ छ। के गाउँ हो? अब हामी त्यही गाउँ प्रवेश गरेर अगाडि बढ्नुपर्ने रहेछ। र दोर्जे लाक्पा चाहिँ सबैभन्दा अग्लो हिमाल जुन चाहिँ काठमाडौँबाट पनि मजाले देखिन्छ। अहिले एकदमै सुन्दर पनि देखिरहेको छ। सबैभन्दा सुन्दर लागेको चाहिँ मलाई यो हिमाल। र हामी त्यो हिमालको फेदामा कतै पुग्छौँ। हाम्रो यात्रा यसरी अगाडि नै बढिरहेको छ। मेन्दु गाउँबाट केही बेर अगाडि बढेर हामी सिमदुङ भन्ने गाउँ क्षेत्र प्रवेश गर्यौँ। यो क्षेत्रमा पनि प्रशस्तै होटलहरू रहेका रहेछन्। अनि सिमदुङ क्षेत्रको उचाइ चाहिँ समुद्री सतहबाट 3555 मिटरको हाराहारीमा रहेको रहेछ। सिमदुङ गाउँको दृश्यहरूलाई पनि केही बेर अवलोकन गरेर हामी हाम्रो यात्रामै अगाडि बढ्यौँ। हाम्रो दाईहरू चाहिँ यसरी पछाडि आउँदै हुनुहुन्छ है आनन्दले। लगभग दाई 70 वर्ष कटिसक्नु भएन कि कति पो? कति वर्ष कट्नुभयो उमेर? 65 वर्ष। 65 वर्षमा यतिको ऊर्जा छ हाम्रो दाईसँग। हामी सँगसँगै हिँडिराख्नु भएको छ। ल खुसी लागिरहेछ। र अब हामी आज त अब हामी लगभग 1.5-2 घन्टामा पुगिहाल्छौँ। हजुर हजुर। भोलि त्यहाँबाट पनि माथि क्याङ्जेबाट भोलि सबैभन्दा सुन्दर भ्यू चाहिँ भोलि हेरिन्छ। हजुर ल ल ल। ए पोखरी पनि छ। ए हस्।
हिमालको काखैमा बसेका सुन्दर गाउँ बस्तीहरूको दृश्यहरू अवलोकन गर्दै हामी नेसपाली भन्ने क्षेत्र प्रवेश गऱ्यौँ। नेसपाली क्षेत्रको उचाइ समुद्री सतहबाट 3620 मिटर रहेको रहेछ। हामीले चाहिँ अझै योभन्दा धेरै उचाइ गेन गर्नुपर्ने रहेछ। आज हामी बास बस्ने क्षेत्रको उचाइ समुद्री सतहबाट 3800 मिटरको हाराहारीमा रहेको रहेछ। अनि 3620 मिटरको उचाइमै पनि पानी जमेर पुरै बरफ भइरहेको दृश्य देखिरहेको थियो। अझ हामी 3800 मा पुग्दा झन् कस्तो होला भन्ने मनमा पनि लागिरहेको थियो। हामी निरन्तर यिनै दृश्यहरूको अवलोकन गर्दै अगाडि नै बढिरह्यौँ। यतापट्टि चाहिँ याकहरू देख्न सकिन्छ र यहाँको अर्को रोचक विशेषता चाहिँ के लाग्यो भने यता चाहिँ याक कसले छोड्छ कहिले छोड्छ भन्ने केही थाहा हुँदैन अरे। बच्चा जन्मियो भने पनि कसको थाहा हुँदैन अरे। यो तल बाटैभरि पनि यस्तै याकहरू प्रशस्तै चरिरहेको देखिन्थ्यो। र यहाँ चाहिँ अब अरू मैले यसरी ट्रेकिङ गरेर हिँडेको ठाउँमा हिमालय क्षेत्रमा कतिपय ठाउँमा याकहरूको धेरै अब मूल्य पनि हुन्छ, महँगो पनि हुन्छ र महत्त्व पनि हुन्छ। यहाँ चाहिँ त्यो सुने मैले, अब खास हो या होइन, तर यहाँ चाहिँ छोडिन्छ अरे। महत्त्व त हुन्छ, तर कसको हो, कहिले छोडियो, बच्चा कहाँ पायो कि पाएन, यस विषय समेत त्यति जानकारी हुँदैन भन्ने कुरा चाहिँ बुझ्यौँ हामीले छोड्दै आएको ब्याक साइड यस्तो देखिन्छ है। हेर्नु माथि हिमालहरू यस्तो राम्रो छ नि, जसलाई हेरिरहँ घन्टौँ टोलाएर जस्तो लाग्छ। र अझै अगाडि बढ्दै जाँदा जति अगाडि बढ्दै गयो त्यति सुन्दर दृश्य पनि देखिरहेछ। र यो अग्लो यो श्रृङ्खला हामी भोलि सब्मिट गर्छौँ चेरपुरी। अब यो चाहिँ एकदमै अद्भुत यात्रा हुनेवाला छ हाम्रो। पैँसठी वर्ष पुगिसक्नु भएको हाम्रो नामगेल दाइ पर पुगिसक्नुभयो। कति इनर्जेटिक हुनुहुन्छ। हामी चाहिँ पछाडि छ। हुन त हामीले भिडियो पनि गर्दै हिँड्नुपर्छ, केही ढिला त अवश्य हुन्छ। त्यही पनि दाइ एकदमै इनर्जेटिक हुनुहुँदो रहेछ। र यसरी हामी अगाडि नै बढिरहेका छौँ। अबको भूगोल, अबको प्रकृति, अबको परिवेश भनेको छुट्टै आयो। अब काला पत्थर जस्तै ढुङ्गाहरू पारिपट्टि देखिन सुरु भइसके। र अब हामी पुग्ने क्यान्जे चाहिँ कस्तो छ, मेरो पनि पहिलोपटकको यात्रा हो, थाहा छैन, जाँदै नै छौँ। अबको भूगोल यस्तो आउँदैछ दर्शकवृन्द। माथि गाउँ देखिरहेको छ। सायद हामी त्यहीँ बस्नुपर्ने हुन्छ आज। चेरपुरी हिमालको फेदमा गुम्बाहरू जस्तै दृश्य देखिरहेको छ। त्यतै नै हुनुपर्छ पक्कै पनि। र हामी अगाडि नै बढिरहेका छौँ। यात्रा गर्न त्यत्रो धेरै कठिन पनि छैन, सहजै भइरहेको अवस्था छ। हामी यसरी ठाउँमा बिसाउँदै अगाडि बढिरहेका छौँ। दाइहरू अहिले पछाडि हुनुहुन्छ, म केही अगाडि छु। र हामीले छोड्दै आएका हिमालहरू यतापट्टि देखिरहेका छन्। तल लाङटाङ खोला सुन्दर तवरले बहिरहेको अत्यन्तै सुन्दर दृश्य छ।